बुढो मान्छेले अनायासै माटोको भाँडो खाने र नदीमा बिस्तारै घुमायो। जब छान्ने काम लगभग सकियो, उसले नजिकबाट हेर्नको लागि झुक्यो। उसलाई अचम्म लाग्यो। उसले दुईवटा सुनको धुलोका दाना भेटायो। आफ्नो भाग्य प्रयास गर्नको लागि त्यहाँ रोकिएको थियो। बुढो मान्छे अचानक उत्सुक भयो। वर्षौंको अनुभवलाई ध्यानमा राख्दै उसले निष्कर्ष निकाल्यो कि यो ठाउँमा सुनको भण्डार छ। उसले छिटो अर्को भाँडो खाने, पहिले जस्तै बिस्तारै घुमाउँदै। यसपटक तर एउटा पनि दाना देखिएन। निरुत्साहित भएर उसले ठाउँ चिन्ह लगायो। त्यसपछि उसले विपरीत दिशामा अर्को भाँडो खाने। यसपटक उसले 4 दाना निकाल्यो। अगाडि बढ्दै उसले 7वटा निकाल्यो। अगाडि बढ्दै उसले 12वटा भेटायो। तर अर्को खण्डले 5वटा मात्र निकाल्यो। त्यसपछि संख्याहरू क्रमशः घट्दै गयो जबसम्म सुनको दाना छान्न सकिएन। तर बुढो मान्छेले सुन देखा परेको बाटोको आधारमा खुसीको मुस्कानमा फुट्यो। उसले नसाको प्रक्षेपणको नक्सा बनाएको थियो। उसले त्यो ठाउँ चिन्ह लगायो जहाँ कुनै सुन देखिएको थिएन। अब उसलाई केवल त्यो बाटो पछ्याउनु पर्थ्यो जहाँ सबैभन्दा धेरै सुन देखिएको थियो र सुन खानेको स्थान पत्ता लगाउन अगाडि बढिरहनु पर्थ्यो। बुढो मानिसले पहिले नै अगाडि विजय देखेको जस्तो देखिन्थ्यो। त्यो क्षणमा असीम ऊर्जाले भरिएको थियो। अनि त्यसपछिका दिनहरूमा बुढो मानिसले खाडल खन्न थाल्यो, सुन छान्न थाल्यो र निरन्तर ठाउँहरू चिन्ह लगाउन थाल्यो। प्रत्येक पटक जब ऊ अगाडि बढ्यो, उसले उही छान्ने विधि प्रयोग गर्यो। 3 दिनको प्रयासपछि उसको बाटो बढ्दो रूपमा सटिक बनायो। बुढो मानिस सम्पूर्ण बाटोको एकदमै माथि उभियो। अब नसाको सटिक स्थानको बारेमा निश्चित भयो। बाँकी रहेको सबै तल खन्ने मात्र थियो। अर्को दिन बित्यो र बुढो मानिसले गहिरो खाडल खनेको थियो। अटमासको आकारको सुनको डल्लाले उसलाई विजयको बिहानी देख्न सक्ने जस्तो महसुस गरायो। यही समयपछि उसले एउटा ढुङ्गा निकाल्यो। आफ्नो हथौडाले त्यसलाई चकनाचुर पार्यो। भित्र सुनको विशाल विस्तार खुला थियो। यस क्षणको लागि उसको सबै प्रयासहरू सार्थक भएका थिए। उत्साहले भरिएको उसले हतार हतार मुनिको माटो सफा गर्यो। उसको आँखा अगाडि एउटा ठोस सुनको अयस्कको खण्ड देखा पर्यो। नमस्ते श्रीमान पकेट। अचानक वृद्ध मानिसको अनुहारमा मुस्कान जम्यो। एउटा छाया झिलिमिली भयो। उसलाई थाहा थियो खतरा नजिकै छ। पक्कै पनि एकजना मानिसले उसलाई बन्दुक ताके। गोली चलेको आवाजले वृद्ध मानिस खाडलमा गतिहीन पल्टिरहेको थियो। तर त्यो मानिसले फेरि गोली हानेन। उसले खाडलमा रहेको वृद्ध मानिसलाई ध्यानपूर्वक हेर्यो। उसको ढाड रातो भएको थियो। त्यो मानिस बिस्तारै बस्यो। उसको बन्दुक अझै पनि निशानामा थियो कि ऊ गोली बचाउन पर्याप्त कन्जुस छ कि छैन। त्यो मानिसले बिस्तारै आफ्नो बन्दुक तल झारे। उसले वरपरको वातावरण स्क्यान गरेपछि चुरोटको प्याकेट निकाल्यो। उसले फुर्सदमा एउटा बाल्यो। उसले आफ्नो पुरस्कार फिर्ता लिन कुनै जरुरीता देखाएन। चुरोट आधा जलेपछि त्यो मानिसले बटलाई हटाएन, बरु उसले आफ्नो औँलामा र्यालले निभाउनको लागि खोज्यो। त्यसपछि उसले आफ्नो खल्तीमा राख्यो। तल झर्ने तयारी गर्यो। नाटकीय उल्टो भयो। काँधमा गोली लागेको वृद्ध मानिस मरेको थिएन। उसँग अथाह धैर्य थियो। सायद त्यो मान्छेले उसलाई समाप्त गर्न हिचकिचायो र पर्खेर बस्न रुच्यो। बुढो मान्छेले पहिले नै यो क्षणको षड्यन्त्र रचेको थियो। पूर्ण इच्छा शक्तिले उसले टेबलहरू उल्टायो। ऊ त्यो मान्छे जस्तो कन्जुस थिएन। उसले मानिसमाथि एकपछि अर्को धेरै गोली प्रहार गर्यो। अब बुढो मान्छे क्रोधित र बाँचेकोमा राहत दुवै थियो। ऊ आफ्नो घाउ जाँच गर्न नदीमा हाम फाल्यो।